मिलियनमा 2 मिलियन आइसक्यो पुतीको भिडियोमा। मेरो दुलोमा चाहिँ यहाँ पुती खै भन्छ यहाँ छ नि, अनि के बाहिर निस्केको हुन्छ क्या पुती चाहिँ। ए राम 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 यो केटाहरूले पुती खै भन्छ। मन मिल्यो भने चिक्नु के बेर पैसा लिनुपर्छ त्यो जाँड, न च्यातिने न फाट्ने जाँड। त्यही त मन मिल्यो भने फ्रीमा चिकाउने बुढो पुती छैन नि त। ए दिदी पाउने छैन अब त, पाएको भए त हुन्थ्यो, अलिकति भए पनि दल्नु पाउँदैन यार। पाउँदैन यार दल्नु। त मन मिल्यो भने किन र मान्छेसँग पैसा लिनुपर्छ र फ्रीमा चिकाउने जाँड, न त खिन्छ न भत्किन्छ जाँड। एकदम म पनि भन्दैछु पैसा लिँदिनँ यार, चिकाउनु फेरिमै चिक्छु। उत्तानो पारी घुप्टो पारी 4-5 चोटि चिकेर चाहिँ तर फ्रीमै चिकाउँछु, पैसा लिँदिनँ यार। तर बहिनी कति मान्छेहरूले त पैसामा पनि चिकाउँदो रहेछ है। अनि चिकाउँदैन दिदी, पैसा त बेसी कमाउँछ, बेसी त्यो चाहिँ अब मजबुर पर्नेहरूले मात्रै गर्छ यार। हामी जस्तो काम गर्छ। मैले एउटा केटी देखेको थिएँ कुवेतमा, मैले लास्टै साथी बनाउँथेँ कि त्यो तामाङ नि हो होइन, मान्छेले चिकाउँदो रहेछ क्या बुढो एउटा तामाङलाई। अनि त्यसले झापामा अस्ति छुट्टी गरेर 3 तले बिल्डिङ घर बनाएको छ, मान्छेले टिकटकमा लगाइरहेको छ क्या मेरो न्यू घर भनेर माँदर छु तामाङमा केटीले। ए दिदी अनि दुबईतिर त अन्त 20 रुपियाँमै पुती चिक्नु पाउँछ भन्छ यार। हो 20 दरा पाउँछ र पुती। त्यो केटा मैले एकपल्ट देखेको आजभन्दा 2 वर्ष अगाडि क्रिसमस डेमा यो डिसेम्बरमा ट्याक्सी चलाउँदो रहेछ होइन, ट्याक्सी तामाङै होइन तर मोटै छ, बुढो बुढो छ होइन, त्यसले दरो चिक्दो रहेछ, जति आएको सेलरी दिँदो रहेछ क्या त्यसलाई। त्यही भएर त्यो राँडीले ठगेर त्यो बुढो मान्छेलाई घर बनाएको क्या। एउटा दिदी मलाई पनि बुढो मान्छेले मन पराएको थियो क्या टिकटकमा रहेछ, धेरै पैसावाला हो, अनि धेरै पैसावाला ट्विट गर्ने कि पूजा त आइज तल म बिहे गर्छु, पैसा मलाई यस्तो छरेको यार पैसाहरू मेरो भिडियोमा ट्विट गर्दै। होइन पनि त्यो के हो क्या मान्छेहरू त्यस्तो पनि हुँदो रहेछ क्या। मन मिल्यो भने मुझे एक ठा खानु मुझे फ्रीमा दिने नि चिक्ने। त्यही तर किन पैसा लिने होइन, ठिकै हो, तपाईँ र मेरो सोच चाहिँ ठिकै हो। बिचरा हामी दुःख गर्छु किनभने उसको पनि त बालबच्चा होला होइन। त्यही त, तर कन्डम चाहिँ लिएर आइज भन्नुपर्छ। यदि तर कन्डम चाहिँ लिएर आइज भन्नुपर्छ, किनभने यहाँ पाइँदैन, बोकेर राख्नु मिल्दैन। साँच्चीको हो बहिनी, अहिलेसम्म मैले चाहिँ त्यो यत्रो वर्ष भयो कि कन्डम लाएर चिकेकै छुइनँ जहाँ के भएको। म त मन पर्दैन त खस 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 हो र, म त त्यो कन्डम लागेर चिक्दा त के मजा हो त, फुसी त्यो कन्डमको दुलोमा यत्रो फाँदोमा पसिजान्छ, त्यो पुतीमा पसिजान्छ, के हो त खस खस खसमा त काम छैन। अहिले त काण्ड भयो हुन्छ कि, अहिले त काण्ड भएको हुन्छ, काँडा भएको काँडा भएको भनेको के काण्डा भएको त हुन्छ काण्डम उयो भएको भनेको ला क्या कन्डम ल काँडा भएको देखेकै छैन छ भने यस्तो केटा हो हेरौँ म पनि। यताले त दुध यत्रो पुती खिचेर पठाएको थियो त हौ। हिजो त्यहाँनिर कतिवटा सो भएको एउटा केटीको त कति राम्रो पुती हो, आमा रातो पुती, तिसी पनि यस्तो ठिक्कको आएको कि आमामा कस्तो राम्रो राम राम राम। हिजो वाचिङमा म हेर्थेँ। ए दिदी पुती त पुती नै के, तर मेरोको जस्तो पुती त कसैको पनि छैन। मेरो बेबीको यस्तो दामी छ कि बच्चाको सेम छ, गोलो भुक्लुक्कै परेको छ। अनि कतिले वाउ यो पुती चाहिँ राम्रो, एकपल्ट फेरि पनि एकपल्ट भन्दै त्यहाँदेखि रेक्टर बुनुले देखाएको, रेक्टर बुनुको चाहिँ कालो अरे दुलो ठुलो अरे क्या, त्यो मायाले भनेको क्या, माया बहिनीले यो एउटा पुती चाहिँ राम्रो
यो रियाक्टरको चाहिँ कुहिएकै पुती कालोमा तल दुलो चाहिँ रातो के हो यस्तो भन्छ बेइज्जत गर्छन् चुप लागि बस्नु नि जस्तो भने हेऱ्यो हेरेपछि रियाक्टरलाई के भन्छ यहाँ बिचरालाई त्यसले देखाउनु छोड्दैन फेरि केटाहरू हो नि अनि कति हेर्नु तर त दुलोमा त यत्रो बडो आएको छ त के भएको उति चाहिँ बिहा गरेको चाहिँ कालो हुन्छ र त्यो चिक्दा 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 गरेको त टिसी रगटेर कालो हुन्छ अरे नि त भन्छ त मान्छेहरू मैले खै तिनवटा रोज हाल्नु न छ्या छिटो छिटो केटाहरू रोज हाल न रोज हाल 3टा अनि बहिनीले त बिहे नै गर्छ होइन हौ खै मलाई त थाहा छैन है दिदी अनि मेरो पहिलाको बोयफ्रेन्ड थियो कि अनि मैले सोधेँ कि अनि बिहे गरेको नगरेको कसरी थाहा पाउँछ भन्ने थिएँ नि त अनि बिहे गरेपछि स्वर्ग त खुन निस्किन्छ अरे होइन अनि अगाडि बोयफ्रेन्डलाई चिकाएर गएको हुन्छ सुन्नु न अगाडि नै अम्ला घुसारेर बोयफ्रेन्डलाई चिकाएर खुन्यो नि त अनि अन्त त्यो केटाले त अन्त खुन निस्केन भन्नु त त्यसलाई त डिभोर्स गर्ने रहेछ अन्त बिलेट बोकेर जाने बेला भयो त चिन्ने बेलामा टुप्पोमा अलिकति खुन निकाल्नुको लागि अनि यो मुस्लिमहरूले बहिनी अनि कतिले त कति गरिबहरू पनि हुन्छ होइन कति धर्म यो हुन्छ के नि त अनि पुतीमा चाहिँ किन चिक्नु नदिएको भन्दाखेरि चाहिँ अरे पछि अब बाबुआमाले अरूसँग बिहे गरेर दिन्छ होइन अनि दिँदाखेरि चाहिँ त्यो पुतीबाट चिक्दाखेरि खुन निक्लेन भने त त्यो केटाले त सिधै डिभोर्स दिन्छ अरे नि त मैले सुनेको थिएँ त्यस्तै कुरा मैले भनेँ के अनि तपाईँले कसरी थाहा पाउँछस् त अनि त्यस्तो त्यो बिहे गरेको होइन हो भनेर कसरी थाहा पाउँछ नि त पुती त एउटै हुन्छ होइन भनेको कि कहाँ हो भर्जिन केटीको त बिहे नगरेको त पुतीबाट खुन निस्किन्छ अरे भन्छ त्यो केटीको निस्केन भने त बिलेट बोकेर जाने बेला भयो त चिक्ने बेलामा अलिकति टुप्पा काटै चिक्यो भने अन्त हो त नि त्यस्तो हुन्छ अरे त त्यसो भन्छ त नि हो कि होइन ऊ खान्छ डाँठाहरू यतिखेर फुल फ्याङ्क सघि फ्याँक्न 3टा अहिले नफ्याँके हराएको हराइ गर त मलाई त यस्तो पनि हुन्छ नेपालीले पनि त अलिक ख्याल गर्दैन क्या नगरेर होला कस्तो भने छोरा मान्छेले सेक्स गर्दाखेरिमा चाहिँ त्यो भित्र एउटा जालो हुन्छ अरे क्या त्यो सेक्स गर्दाखेरि त्यो जालो फुट्दाखेरि चाहिँ ब्लड आउने अरे क्या खुन आउँछ अरे क्या त्यो भर्जिन एकदम राम्रो छ भने चाहिँ अरे पुरा जालीले बेरेको हुन्छ अरे क्या पुतीको त्यो अन्त त्यो चिक्दाखेरि चाहिँ खुन आउने अरे क्या कसैले त अब त्यो वास्तै गर्दैन अहिलेको जमानामा कसले वास्तै गर्दा त्यही लभ केटा हुन्छ डेटिङ जान्छ फेटिङ हुन्छ पुती सुती सबै थाङथिलो बनाइसकेको हुन्छ नि हुनु त अहिलेको जमानामा यस्तो नानी बच्चाहरूले चाहिँ अम्ली हालेर हुन्छ मेरो यो सानो नानी छ यहाँ केटी के अनि त्यसलाई त अलिक थाहा छ अम्ली गोटाएर के गर्छ गर्छमा सुन थापै हो म त हाँस पनि उठ्छ यहाँनिर हाम्रो एउटा सानो नानी छ यो हाम्रो म्याडमको जेठा छोराको एउटा छोरा छ म यहीँ हुँदाखेरि भुँडी बोकेर जन्मेको अहिले 6 वर्ष पुरा 7 लाग्यो त्यसले त्यो फिलिपिनी छ क्या काम गर्ने फिलिपिनको पुतीतिर हात लगाउँछ क्या त्यसले यसो गर्छ यसो गर्छ यसो गरिदिन्छ मेरो नानी पनि त्यस्तो केटाले पनि त्यस्तो सानो बच्चाहरूलाई थाहा हुन्छ अनि बाबाआमाले त देख्छ कि क्या कि अनि पुरा यस्तो घोप्टो पर्छ नि यस्तो गर्छ अनि किन गरेको त्यस्तो हो भन्नुपर्छ आना सुप बाबा मामा भन्दै भन्छ कि देखेर होला क्या त्यसो भन्छ त हामीलाई पनि त्यस्तै थाहा भएको किनभने के घरि हाम्रो छोरी पनि त रिमोट लाउँछ यार कोही बेला पुतीमा किन मैले के हो यो त राम्रो होइन यो गुड होइन बाउलाई भनिदिन्छु भने चाहिँ नभन्ला भनेर लिएको छ पछि आउँछ घोप्टो परेर मेरो कोन्डो हेर्छ अनि आएर एउटाले माथि चढ्छ मलाई त त्यस्तो हुन्छ त अनि त्यो निष्ठुरी मायाले वेलकम अनि त्यस्तो हुन्छ क्या तर
पुती त दिदी सुन्नु न यहाँ नानीको कस्तो कालो छ त चिकेको छैन त कुन त कालो छैन त्यो नानीको त पुती पनि के भएको त त्यस्तो कसैको त यस्तो मैले चाहिँ पहिला म यो खाप्ची भन्ने ठाउँमा काम गरेको कि कुवेत र साउदीको बोर्डरमा खाप्ची भन्नेमा यहाँनिर काम गरेको त्यो घरमा जेठा छोराको 2टा छोरी थियो होइन अनि यत्रो यत्रो एउटा चाहिँ 8 वर्षको एउटा चाहिँ 10 वर्षको होइन जहिले टक्क नुहाइदिने नुहाउने केटी चाहिँ श्रीलङ्कीको थियो अनि त्यसले नुहाउँदैन थियो अनि उसको आमाले नुहाइदिएर तातो तेल हुन्छ नि त्यो तेल यसरी त्यो कराहीमा चाहिँ तातो बनाउने अनि बोटुकोमा राख्ने सेलाएपछि कि यसरी उत्ताउनु सुताउने अनि त्यो पुतीको त यस्तो हुन्छ नि घेरा घेरा यस्तो यताको गाला र उताको गाला अनि यसरी तेल लगाउने अनि पुतीमा यसो गरिदिने क्या यसरी गरिदिने अनि त्यो केटीहरू पनि कति आनन्दले आमाले त्यसो गरिदिरहन्छ आनन्दले बस्छ कस्तो खालको अचम्म हौ अचम्म म त त्यस्तो देखेँ भनेको सानो दिदी सानो नानी के को सानो भन्दा एउटा 10 वर्षको एउटा 8 वर्षको क्या अनि त्यो तेल अनि लगाइदिने तप 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 लगाइदिने क्या त्यो पुतीमा अनि तप 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 यसरी लगाइदिने पानी यो तेल अनि त्यो घुमाउने क्या यसरी उसको आमाले अम्लाले के भएको भनेको त दुलो ठुलो बनाइदिएको हो कि त्यो के मालिस गरिदिएको हो कि अनि मैले त नि के गरेको यो भनेको मलाई माया भन्थ्यो माया जा 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 त तेरो रुममा भन्थ्यो क्या त्यसले मलाई अनि म त टक्क पर्थ्यो भनेको अब सानोमा पो अब होइन त्यसलाई सेकाइन्छ अब उयो गरिन्छ अनि त फोकट त्यहाँ त्यसो गरिदिँदा त कस्तो कमेडी क्या मलाई त कस्तो हाँस उठ्ने भनेको अनि म त त्यो नानीको देखेर बुढो मेरो सेतो छ पुती त्यो नानीको त यति कालो छ बुढो मेरो सेतो छ हौ पुती त्यसको नानीको त कालो छैन पुती पनि कुन त के हो कस्तो हो सोल्टिनी त्यस्तो खालको त्यस्तो क्या मलाई त अचम्म लाग्यो